लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूँ। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। ठिक छ नि तपाईँहरूलाई? के छ, केही भएको छैन होला। आज चाहिँ घुम्न जानु लाग्यो त्रिवेणी धाममा है। भोइस त अलिक सानो आइरहेको छ मेरो, त्यही भएर अहिले घुम्न जानु लाग्यो। टक्क लगाएर स्कुटीमा जाने हो कि म हिँडेर जाने त्यो मलाई पनि थाहा छैन। टक्क लगाएर जानुपर्ने हुन्छ, टक्क चढेर होइन। मैले टक्क आइपुग्छु त्रिवेणी धाममा। स्कुटीमा घुमफिरी गरेर घुमी आयो कि बल्ल बल्ल आइपुग्यो हामी। अहिले गेटनिर उभिरहेको छ। लाउनु हुँदैन, चस्मा अलि राम्रो देख्दैन रहेछ मलाई होइन। टक्क अब चाहिँ यहाँ 118वटा कि 108वटा 118वटा कतिवटा धारा छ होइन। टक्क गर्नु होला, तपाईँहरू पनि भिज्नुपर्छ अब हिँड्नु होला होइन। त्रिवेणी धाम हो कि यो भनेको, त्रिवेणी धाम। अहिले त्यहाँ मुनि गयो भने चिप्लिन्छ, बबाल छ नि। त्रिवेणी धाम भन्दा फाइनली आइपुग्यो गाइज होइन। त्रिवेणी धाम पनि यहाँ 118वटा धारा छ। एक्लै आगो जस्तो लाग्यो होला, एक्लै होइन एकजना साथमा यस्तै हो। आउनु भएको छ मेरो साथमा। यो त कुन भगवान यो? सब मान्छे चाहिँ आएको छैन यहाँ होइन। बिस्तारै आउँछ, अहिले बेला भएको छैन। 2-3 बजी 4 बजीतिर आउँछ यहाँ चाहिँ। यति त नि डुङ्गा चढ्यो भने मात्र हो क्या। अनि हामीले भित्र सिरेको टिकट काट्नुपर्ने छ। टिकट पनि काटेको छ। एउटा टिकटको 25 रुपियाँ होइन, एकजनाको भित्र घुमेको मात्र। अब डुङ्गा चढ्नु पऱ्योमा चाहिँ 50 रुपियाँ रहेछ एकजनाको भागमा। अब जस्तै 1 घन्टा चढेको 250, 1 घन्टा कि आफैले चलाउने हो। फुल 1 घन्टा आफैले चलायो भने टक्क 250 लिन्छ आफैले चलाउँदा चाहिँ। अब हामी चाहिँ अब डुङ्गा नचढ्यो भनिरहेको छ होइन। तर डुङ्गा चढ्न पनि सकिन्छ गाइज है। अनि अहिले चाहिँ यतिकै हिँड्दा चाहिँ भित्र छिरिङ मात्र क्या 25 रुपियाँ रे, ठिक छ। हामीलाई यतिको पार्क बनाएको त लिनु पऱ्यो होला नि होइन। त्यही भएर अब ठिक छ, खुसी छु। एउटा छोटो भिडियो पनि हालिसक्यो मैले, हालिसक्यो। अब एकछिन हामी यता बस्नुपर्ने हुन्छ। अब बस्नु पऱ्यो होला नि त अब शीतलमा। यता आउनु न। यता छ कि ठाउँ कति यता आउनु न। यस्तो राम्रो छ फोटो खिच्न यहाँ यार। क्यामेरा आइफोन भएको गाइज होइन। मेरो पनि यस्तो बल फोटो खिचेर हाल्थेन मैले। तर पैसा छोड्नु हुँदैन। कता यता क्या यो भित्र कमलै टक्क अब एक्लै हिँड्नु पऱ्यो कि अनि अनि त्यहाँ चाहिँ बिना दिदी होइन। बिना दिदी चाहिँ टक्क ल्याएर त्यहाँ एक ठाउँ बस्नु भइरहेको छ। म चाहिँ अब एकछिन उसलाई चाहिँ के भयो नि, केटीहरू यस्तै छ नि, गर्मी हुन्छ नि त, काली हुन्छ भनेर कि, त्यही भएर एक ठाउँमा बस्नु भइरहेको छ क्या। टक्क अब चाहिँ म चाहिँ हिँड्नुपर्ने हुन्छ एक्लै, लखर डुल्नुपर्ने हुन्छ। टक्क गएर यता अब म पनि यहाँ आउने बेला अब के गर्नु पऱ्यो भने एउटा गर्लफ्रेन्ड लिएर आउनु पर्ने कि। अब टक्क गर्लफ्रेन्ड लिएर आउनु पऱ्यो, लिएर आएर टक्क घुम्नु पऱ्यो भने बबाल हुन्छ नि त। एकान्त ठाउँ छ, डेटिङ बस्नलाई मात्र ठाउँ छ यहाँ चाहिँ। अब यहाँनिर चढ्नुपर्ने हुन्छ। टक्क चढेर तपाईँहरूले एउटा म हेर्नलाई टक्क सिडी चढ्नुपर्ने हुन्छ। तपाईँलाई यहाँबाट भ्यू देखाउँछ है गाइज। म चाहिँ अहिले भ्यू टावरै बनाउने हो होइन। भ्यू टावर जस्तै हो कि यहाँबाट अलि फराकिलो ठाउँबाट हेर्न पाउँछ कि यहाँ चाहिँ होइन। त्यही भएर म यहाँ आइपुग्छु फाइनली होइन। सबै फाइनली भन्दा टाइम जाने भयो नि त। अब के गर्नु त। अब यहाँ पनि ठ्याक्क यहाँ तल देख्नु भइरहेछ नि तपाईँहरूले। त्यहाँ चाहिँ अब फेता पनि अलि घुम्ने ठाउँ बन्ला रहेछ। ठिक छ। अब हेटौँडा पनि अब यस्तो हो नि त। अब यो भनेको त अब
प्रदेश नम्बर 3 को राजधानी हो नि हेटौँडा भनेको त अलि नाम त राख्नु पर्यो त्यही भएर हल्का सफा सुग्घर अनि घुम्ने ठाउँ पनि राख्नु पर्यो त्यही भएर अब यो पनि अब प्रसिद्ध ठाउँ हो होइन अब यहाँबाट यो ठाउँ भनेको त्रिवेणी थाहा भएन गाइस तपाईँहरू पनि आउनु होला अवश्य आउनु होला यस्तो राम्रो छ यस्तो बवाल छ यो ठाउँ होइन एक दिन आफ्नो गर्लफ्रेन्डलाई लिएर आउनु यो ठाउँमा गर्लफ्रेन्ड लिएर गर्लफ्रेन्डसँग आएर घुम्नु होला गर्लफ्रेन्ड पनि के आनन्द लाग्छ भने ट्याक्क तपाईँसँग गएर बस्छ के गर्नु गाइस मेरो त गर्लफ्रेन्डै छैन एक दुईवटा पटिन्छ गाईले नि होइन न मेरो नि बिग फ्यानहरू छ गाइज होइन अब के गर्नु एक्लै के बस्नु होइन ट्याक्क अब म चाहिँ ओर्लिनु पर्ने हुन्छ टक्क ल्याएर यता दुईजना केटीहरू देखिरहेको छ कि मेरो गर्लफ्रेन्ड होइन त्यहाँ छ दुईजना होइन के गर्नु त यस्तै हो गाइस अब त्यो दुईजना हिँड्नु छ बुढाहरू जस्तो लाग्छ तर के गर्नु त अब एक्लै हो नि त म नि अब गर्लफ्रेन्ड बनाउनु पर्छ भन्ने सोचिरहेको थिएँ तर यस्तो हो नि त गर्लफ्रेन्ड बनायो भने डाना थोरै टेन्सन हुन्छ कि रोक्दो हुन्छ जे कुरा गर्न पनि त्यही भएर गर्लफ्रेन्ड छैन ब्रेकअप भइसक्यो ट्याक्क आनन्द छ अनि गाइज तल ओर्लिसक्यो टक्क लागेर हिँड्दैछु एक्लै बोलेर होइन लखर छैन के गर्नु गर्लफ्रेन्ड ए डुल्ले हो बाल छैन कसैको नि टक्क ल्याएर भिडियो खिचिन्छ होइन टक्क युट्युबमा हालिदिन्छु मेरो त काम त्यही हो होइन हुन त अरू काम पनि छ क्या फेरि यताउति सबैतिर भ्याउनुपर्छ मैले त यस्तै हो टक्क लगाएर यसरी हिँड्नुपर्छ यहाँनिर होइन तपाईँहरूले टक्क लगाएर यो भनेको पहिला गौतम बुद्धले हेर्नु होला कस्तो छ भने यो भनेको महाभारत हिडिम्बा नगरी के भन्छ नि त्यसको बारेमा मलाई पनि थाहा छैन कि अब यता घुमौँ अब फेरि कुरा गर्नु पऱ्यो त्यहाँ दिदीसँग होइन अब डुङ्गा चढ्ने भनेर डुङ्गा चढ्ने हो कि अब यहाँ आएपछि नाम त राख्नु पऱ्यो होइन पैसा अझ धेरै ल्याएको छ कि कति भन्ने थाहा छ 500 रुपियाँ ल्याएको छु मैले धेरै होइन नि त अनि गर्मी पनि छ कि गाई होइन अघि नै त्यत्रो पानी पऱ्यो बिहानभरि होइन कति 2 बजीसम्म पानी पऱ्यो तर होइन तर गर्मी भने त्यति नै के गर्मी एउटा घटेको छैन फोटो पनि खिच्यो होला त्यस्तै मैले त एकैचोटि कतिवटा 10वटा खिच्यो होला एकैचोटि अब फोटो भनेको त अब खिच्नु पऱ्यो नि त भोलि पर्सि फेरि बुढा भएपछि त हेर्नुपर्छ खेपो त हुनु ज्यादा पाउँहरू पनि लाग्छ दिशा बुझ्यो होला नि त उहाँहरू तपाईँहरूले होइन हाम्रो क्यामेराम्यान पछाडि छ अबदेखि चाहिँ क्यामेराम्यानै बोक्नु पर्ला उसलाई तपाईँलाई टक्क लगाएर एकछिन रुक्नु मेरो भिडियोलाई स्किप नगर्नु होला नकटाइ गर्ने हेर्नु होला है अन्तिमसम्म मेरो भिडियोलाई इन्जोय गर्नु होला यहाँ पनि डुङ्गा छ जाने हो ल अब जाने हो डुङ्गा नचढ्ने भयो त के काम अब एउटा चाहिँ हेर्नु है यहाँनिर त्यहाँनिर जानु भनेको होइन किनकि त्यहाँ त डुङ्गाबाट जानुपर्छ नि यहाँ त होइन त्यही भएर अहिले नजाने नेक्स्ट टाइम जानु पर्ला है त होइन अहिले म कहाँ आइपुगेको थाहा छ पछाडि सिनबाट थाहा होला नि त यताबाट नै कहाँ होला जस्तो लाग्यो तपाईँहरूलाई ठ्याक्क आइपुग्यो ठ्याक्कै भन्नुपर्दा चाहिँ अहिले भैरव डाँडामा के पाथी भएर मन्दिरमा आइपुग्यो हामी एकछिन घुम्यो त्रिवेणी धाममा चाहिँ अनि उहाँ चाहिँ फोनमा व्यस्त हुनुहुन्छ अनि अहिले चाहिँ टक्क लगाएर आइपुग्यो एकछिन थाक्यो पनि होइन टक्क लगाएर भ्युटर पनि चढ्नुपर्छ अहिले ठ्याक्क मन्दिर पनि आइपुग्यो मन्दिरमा दर्शन गरेर जानुपर्ने हुन्छ हामीले होइन टक्क लगाएर फर्किन्छ त यार अब छिर्नुपर्ने हुन्छ टक्क लगाएर घन्टी बजाएर अब भित्र त चप्पल लगाएर है जुत्ता लगाएर छिर्नुपर्ने होला अहिले हामी छिर्छौँ भित्र टक्क लगाएर टक्क दर्शन गर्नुपर्ने हुन्छ सन्चै हुनुहुन्छ नि तपाईँहरूलाई सन्चै हुनुहुन्छ नि भिडियो गर्नु छैन भिडियो तल माथि हुन्छ ओके
अहिले यहाँ सफा गर्नु भएर रहेछ यहाँ दाइहरूले टक्क लगाएर मन्दिर त पाथी भएर मन्दिर हो यो भनेको कालिका पाथी भएर मन्दिर सफा गर्नु भएर रहेछ दाइले टक्क लगाएर यताउति अब चाहिँ टक्क लगाएर घन्टी बजाएर टक्क अहिले मन्दिर पनि आइसक्यो टक्क यहाँबाट होइन यस्तो सिन खतरा देखिरहेको छ भने होइन टक्क छिर्यो अहिले एकछिनमा होइन एकछिन छिर्यो अहिले हाम्रो दिदी पनि आउनु भएको थियो साथमा दिदी चाहिँ अहिले बाहिर जानु भइसक्यो बाहिरै बसेको छ कि भित्र नछिर्ने रे के भने तब नछिर्ने मान्छेलाई के जबरजस्ती गर्नु भएन होइन भागिन छैन क्या घरमा सबै मिल्छ मटारी धेरै अहिले खाइदिए भाग्य माने होस् राम्रो राम्रो बुढा पाओस् तर 4 बजेट होइन एउटा मात्र लेखिरहेको छ साथमा राख्ने जहाँ पनि जान्छ फर्स्टमा अहिले मैले टिको पनि लगाएपछि टक्कर निस्किनु पर्ने हुन्छ अब भ्यू टावरमा एउटा घन्टी त बजाउनु परेन ओके टक्क माथि मन्दिर पुगेर आइसक्यौँ हामी चाहिँ टक्क खाजा खानुपर्ने हुन्छ खाजा खाएर खाजा चाहिँ के भने चटपटे खाजा हो यहाँ एकजना मान्छे फोनमा व्यस्तको व्यस्तै छ हेर्नुहोस् कसको मोबाइल हो जतिखेर नै बिजी छ होइन चटपटे रेडी हुँदैछ हाम्रो त्यहाँ बन्दैछ कि पुरै पिरो पिरो चटपटे बनाएको छ खाएर त्यो चटपटे ल्याएपछि तपाईँहरूलाई देखाउँछु है म तपाईँहरूलाई अब होइन चटपटे खाएको भिडियो देखाउँछु भने देखाउन पाएन सरी यार चटपटे खाएर सकेपछि मात्र याद आएर के भिडियो बनाउनुपर्छ भनेर होइन अब चाहिँ हामी जान लागेको छ पछि त खाजा पनि सट खाइसक्यो अब स्कुटी जानुपर्ने हुन्छ यहाँ छ नि स्कुटी दाइको स्कुटी बोकेर आएर यस्तो कार नै हाम्रो पालि आउँछ कि भोलि भाइ गाइस अब जानुपर्ने हुन्छ हामी टक्क लगाएर उता वेट गर्नु गइरहेको छौँ टक्क जानुपर्ने हुन्छ टक्क लगाएर अब सिधै घर जाने हो त्यसपछि मात्र तपाईँहरूले देखाउँछु बाई बाई घर आएपछि होइन घर आएर खाजा पनि नुहाइदिए पनि गरी छैन अब एकछिन अब काम बाँकी छ नि काम गर्नुपर्ने हुन्छ बढाउनु पर्ने सढाउनु पर्ने के गर्नुपर्ने हुन्छ आजको भिडियो चाहिँ यहीसम्म होइन अब तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला साथसाथै अनि छेउमा रहेको बेल आइकनलाई पनि थिच्न नबिर्सिनु होला होइन त्यसपछि के भन्छ नेक्स्ट भिडियो योभन्दा अझ राम्रो इन्टरटेनमेन्ट रमाइलो खालको र फनी टाइपको कमेडी खालको तपाईँहरूलाई भिडियो ल्याउने छु होइन धेरै दिनपछि अथवा 2 दिनपछि भिडियो आउँछ मेरो आइरहेको छ होइन आजभोलि धेरै ढिलो भइरहेको छैन आजभोलि घुम्न पनि जान पाएको छैन त्यही भएर के अब नभए नि अब शान्तिनो भिडियोहरू तपाईँहरूलाई म युट्युबमा हालिरहने छु अबदेखि आजदेखि होइन टक्क लगाएर इन्टरटेनमेन्ट रमाइलो गर्नु होला मेरो भिडियोलाई थ्याङ्क्स फर द वाचिङ भिडियो बाई बाई